आइगेछ हजुर सुन्छ त रुम भाडा तिर्नु भनेछ रुम भाडा तिरेर आएछौ 2 मिनेट त आराम गर्न दे भर्खर त ड्युटीबाट आछु रुम भाडा दिन जा भनेर अझ किचकिच गर्न थालिस मैले हजुरलाई के भने रुम भाडा तिरेर आएछु भने ड्युटीको रेस्ट ड्युटीमै छोडेर आउनु घरमा आएर मसँग किचकिच नगर्नु हुन्छ तिरेर आउँछु म भयो हो मैले पनि त्यही भन्यो तिरेर आएछु घर आउनु नै किचकिच किचकिच गरे आउँछु यार दिमाग खराब गरे आउनु किचकिचले सुन्छ त खाना लगाइदिऊ खाने मन छैन मलाई खाँदैन म खाना खाने मन छैन भने अघि भन्नु हुँदैन खाना खाली खेर गएन तँ यति काम गर जब म ड्युटीबाट आउँछु 1 वर्ष राम्रोसँग बोलिदे मसँग 10 वर्ष भयो बिहे गरेको अहिलेसम्म मैले तँलाई के भनेको छु जहिले पनि त किचकिच मात्रै किन गर्छस् थाहा छ मलाई पुरा घरको जिम्मेवारी मेरो काँधमा छ रुम भाडा तिर्नुपर्ने बिजुली बिल तिर्नुपर्ने तिमीहरूलाई पाल्ने सबैलाई पाल्ने जिम्मा मेरो मलाई पनि थाहा छ घरमा आउँदा जहिले पनि मसँग किचकिच किन गर्छस् त तैँले जे भनिस् त्यही किनिदिए जे भनिस् त्यही ल्याए मैले कहिले तँसँग किचकिच गरेँ सरी बुढो मलाई माफ गरिदिन्छु